चल्दै कावाई ए वेक अप म टेबिसीमा ट्रेकिङ ट्रेल कस्तो छ हेर केटा हो यहाँ पानीबाट हिँड्नुपर्छ म चाहिँ यहाँ माथि चढेर नाच्नु लागेको एकछिन ल हल्का अल्टिट्युड सिकनेस लागेको अवस्था गाइज वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू सबैजना सधैँ राम्रो हुनुहुन्छ होला हामी दाजुभाइ पनि सधैँ छौँ है अनि आज चाहिँ बिहान बिहानै यो त नलाम होला आज बिहान बिहानै रेडी भएर चाटाक चिटिक परेर निस्किन लागेको छौँ थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला कता जानु लागेको भनेर हाम्रो सामान चाहिँ यहाँ यत्रो छरपष्टै छ सबै यहाँ यो ब्याग यहाँ यस्तो देखेपछि भइहाल्यो होइन यति भएपछि पुगिहाल्यो अनि त्यो अब अहिले चाहिँ कति बजिरहेको छ घडीमा हेर्नु ल 4:30 हुनु लागेको छ अनि हामी चाहिँ अब कुले हान्नु लागेको है त मेरो ब्याग चाहिँ मैले यसरी बानिसकेको छु चट्ट पारामा यहाँ साडी घाटमा अड्काइदिएर अब यहाँबाट चाहिँ हिलो पस्छ भन्ने टेन्सन छ होइन तर अब के गर्नु खोइ सफा गर्नु पर्ला पोखरामा गएर यसरी बानेको छु मैले चाहिँ टक्क लाग्यो हाम्रोमा चाहिँ यहाँ को आइसकेको छ चिन्नु भएन होला चिन्नु भएन भने यसरी खोलिदियो नि त हौ फेस रिभिल हान्दियो नि त हौ गोरेडन ल अब हामी चाहिँ यहाँ कुनाल दाइको घरमा कुनाल दाइले बिर्सिनु भएको सामानहरू दिन आइरहेको छौँ केटाहरूले चाहिँ हामीलाई त्यहाँ पर्खिरहेको छ अरे अब त्यहाँ जानुपर्ने हुन्छ हामी चाहिँ सबैजना भेला भइसकेको छ अब हामी 3जना गएर जोइन गर्छौँ हाम्रो बाइकहरू चाहिँ सबै सेट भइसक्यो निस्किनेलाई यहाँ वेट छैन होइन यहाँ चाहिँ यसरी बानेको छ मेन वेट चाहिँ मेरो बाइकमा छ किनभने म सोलो छु मेरो बाइकको लुक चाहिँ यस्तो छ है मारेको छ नि बाइकले ल अल सेट टु गो होइन चेन लुक सुप हारिसक्यो अहिले चाहिँ हामी विश्वकर्मा मन्दिरमा पूजासुजा गर्दैछौँ हाम्रो यात्रा सफल होस् भनेर हाम्रो अर्को भ्लगर हुनुहुन्छ यहाँ चाहिँ अमन यो चेक इट आउट गाइज चेक इट आउट अब यहाँबाट आशीर्वाद लिएर चाहिँ हामी हिँडिहाल्ने यो चाहिँ हाम्रो फर्स्ट स्टप हो आजको हाम्रो ब्रेकफास्टको लागि हामी चाहिँ अहिले चतरा पुगिसकेको छौँ अनि अहिले ए चतरा त कहाँ पो कटिसक्यो त है रामपुर पुग्नु लागेको छौँ अनि अहिलेसम्म चाहिँ हाम्रो बाइकले हामीलाई केहीले धोका दिएको छैन राम्रै भइरहेको छ राम्रै स्पिड लिइरहेको छौँ होइन हामी अघि कति बजीतिर हिँडेको थियौँ 6-6:30 बजीतिर हिँडेको थियौँ मलाई ठिकै टाइममा आइपुगिसक्यौँ अब खाजा खाने यहाँ अनि चल्दिने हो सबैजना एकछिन रेस्ट यहाँ हिट चेक गर्ने स्टाइल देखाइदियो त सर ल मेरो बाइकमा बुङ्गी सरको हिट चेक गर्ने स्टाइल अरे ए केही भएन त अनि बिल्लायो सरले चाहिँ जेस अब कस्तो हौ तिमीभन्दा भारी होला है चढ्थ्यो चाहिँ पानी पर्नु लाग्यो हामी चाहिँ खै कुन चाहिँ ठाउँमा छौँ थाहा छैन अनि यहाँ चाहिँ टक्क दाइले हामीलाई प्लास्टिक बाँध्नु बनाउँदैछ सबै हाम्रो लगेजमा एउटा ब्याग चाहिँ अझै यहाँ थप्यौँ हामीले बोक्नु अप्ठ्यारो भएर अब टक्क बाँध्ने चल्दै कहाँ दाइ सिक्रेट गाइज अहिले चाहिँ हामी खै कुन चाहिँ ठाउँमा आइपुग्यौँ हामीलाई पनि थाहा छैन होइन सुहाडे चोक श्री खै के भनेर ठाउँमा आइपुग्यौँ जोस् हामी 3जना चाहिँ यहाँ अगाडि छौँ आर्सुदाहरू चाहिँ कहाँ छुट्यो होइन अब ओभर डेन्जर पानी पर्ला जस्तो भइरहेछ तर हामी प्रिपेयर भइसकेको छौँ सबै प्लास्टिक लगाइसकेको छ रेनकोट माथि नै छ होइन रेडी नै छ आर्सुदाहरूलाई एकछिन पर्खिरह हामी चाहिँ अब यहाँ चाहिँ बस्तीहरू राम्रो रहेछ जेस वरिपरि यस्तो हरियाली पुरै होइन ग्रिनेरी छ दामी छ अब के हुन्छ हेर्दै जानु होला कवाई कस्तो अरे हामी चाहिँ अगाडि छौँ केटाहरू चाहिँ पछाडि यहाँ चाहिँ पानी परेर भर्खर रोकेको रहेछ होइन रोड चाहिँ भिजिरहेछ पानी अझै पनि पर्ला जस्तो चाहिँ अब टाप हानिदिइहाल्यो गाइस एकछिन रेस्ट गरिरहेको छौँ होइन एकैछिन बडी बिसाउनुलाई यस्तो दामी भ्यू छ नि यहाँ ग्रिनेरीको त बाउ ग्रिन फ्ल्याग त के भन्नु अब ग्रिन लाइट ग्रिन सिग्नल छ यहाँ त पुरै
हरियो हरियो जहाँ पनि यस्तो मनमोहक दृश्य। वाउ, हामीलाई कालो बादलले पछाइरहेछ, हामी कालो बादलको अगाडि अगाडि भागिरहेछौँ होइन। यस्तै हो, अब के गर्नु त होइन। बाइकलाई भोक लागेको अवस्था। 5 लिटर लगभग 5 लिटर सकिन्छ धरानबाट। अब यहाँबाट भिमान चाहिँ 41 किलोमिटर मात्र छ। अब हाम्रो चाहिँ यहाँ बाइक बिग्रेको अवस्था। कुण्डे दाइको जोतको ड्युक बाइक यस्तो हुन्छ। ड्युक बाइक नकिन्नु होला कसैले पनि। ड्युक बाइक किन्यो भने यस्तो हुन्छ। ड्युक बाइकले यसरी धोका दिन्छ। यहाँ पम्चर भएर मान्छे असल भएपछि बाइकले कसरी धोका दिन्छ? धोका दिइसक्यो अब यहाँ। त्यही भएर मलाई चाहिँ रोयल इनफिल्डतिर भरोसा लागिरहेको छ है। ल गाइज, अहिले चाहिँ हामी भिमान आइपुगिसक्यौँ। अनि अहिले चाहिँ कति बज्यो? 12:15 भयो। अनि अब हामी चाहिँ एकछिन खाजा ब्रेकको लागि बसिरहेछौँ। पाक भइसक्यो, कन्डो पनि दुखिसक्यो होइन। उठ्दै बस्दै उठ्दै बस्दै उठ्दै बस्दै कुदाउँदै बसिरहेछौँ हामी चाहिँ। अब त्यो यहाँ एप्स तर हाम्रो यहाँ एप्स होइन। अनि फुल भएर एकैछिन रेस्ट गरेर सागलाई अलिकति सोझाएर चल्दैछ फेरि। यो चाहिँ कुन ठाउँ हो मलाई पनि थाहा छैन, तर दामी रहेछ है। एकदमै दामी ठाउँमा रोकिरहेको छु मैले चाहिँ। वरिपरि हरियाली, वन जङ्गल वा खोला नाला टक्क। खोला पनि दामी छ। चाहिँ कहाँ हरायो क्या, खै आएकै छैन। म चाहिँ अगाडि थिएँ। उहाँ रहेछ, आउँदैछ यहाँबाट। कहाँ गयो? यहाँ छ। मेबी यो चाहिँ हाम्रै केटाहरू होला। त्यो दाइ रहेछ। धीरजहरू त आएकै छैन जस्तो छ। जेस खोलाहरू दामी देखिरहेछ यार, उपर बबाल छ। यहाँको भ्यूहरू यति दामी दामी छन्। टर्निङ पछि यस्तो वर्थित हुन्छ क्या। जिउ गलेर यस्तो हत्तु भइरहेछ होइन। बिहान अब 6:40देखिको राइड गरिरह होला हामीले। अहिले 2:30 हुने लागिसक्यो होइन। राइड गरिरहेछौँ, हल्का हल्का रेस्ट पनि गरिरहेछौँ। तर जेस अहिलेसम्म एकदम बबाल भइरहेछ। कुण्डे दाइहरू आइपुग्यो ठ्याक्कै भन्दै। धम्पेको लोद्धरे ब्यागले चाहिँ हामीलाई अब्बर दुःख दिइसक्यो। यो 3-4 चोटि भइसक्यो बानेको। अहिले चाहिँ हामी के हो यो सिन्दुरे भन्ने ठाउँमा आइपुगिसक्यौँ। अनि आज हाम्रो गतिविधि हेर्दाखेरि चाहिँ हामी पोखरा पुग्छौँ जस्तो छैन। अहिले अब कति बजिसक्यो? 3 बजिसक्यो होइन। अब अझै पनि हेटौडा पनि पुगेको छैनौँ हामी। चितवन त कहाँ हो कहाँ होइन, पोखरा त कहाँ हो कहाँ। अझै यहाँबाट हेटौडा चाहिँ कति 85 किलोमिटर जस्तो छ। त्यस्तै हो। खुस्के गर्छ ऱ्याक भइसक्यो अब त। अहिले चाहिँ हामी हेटौडादेखिको अलिकति अगाडि चितवन जाने बाटोतिर टक्क एकछिन जुस खाने ब्रेक लिइरहेछौँ। अब कति बजिसक्यो है? 5:30 बजिसकेको छ। अब यहाँबाट एक जुस हान्ने अनि चल्दै। लभली बाई 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 बाई। अबि ल्याम्मै फाइनल्ली चाहिँ हामी कुन ठाउँ हो? चितवन आइपुगेको छौँ, नारायण घाट होइन। चितवनमा कतिवटा पार्ट हो क्या। अघि नै त्यहाँ जुन सिटी सुरु भयो नि, त्यो सिटी सुरु हुँदाखेरि नै चितवन आयो पनि भयो क्या। त्यो पनि होइन रहेछ। फेरि अर्कोमा सोध्दा यो चितवन होला भन्ने होइन क्या। त्यो पनि पर्छ हो कि के अरे। केटाहरू त अझ अगाडि आएर जितेर गइदिए। अनि आज चाहिँ कहानीमा के ट्विस्ट आयो भन्दाखेरि हामी चाहिँ आज पोखरासम्म पुग्न सकेनौँ। आज हामी चाहिँ चितवनमै बस्ने भयौँ। हामी अलिक टायर्ड पनि भयौँ। त्यही भएर यहीँ बस्ने निर्णय गऱ्यौँ। अनि अहिले हामी बसिरहेको चाहिँ ठ्याक्कै यो नारायणी नदीकै साइडमा छ। हाम्रो पछाडि होटलको ठ्याक्क पछाडि चाहिँ नारायण नदी छ। अनि अब हामी चाहिँ फ्रेसेस भएर त्यहाँ निस्किनु लागेको। यस गाइज, यो चाहिँ हाम्रो डे 2 हो। अनि अहिले चाहिँ हामी चितवनमा छौँ होइन। हामी चाहिँ भर्खर उठेर फ्रेसेस भएर अब फ्रेसेस भएर हामी चाहिँ अब चल्दिने हो। आज हामी पोखरा गएर हल्का सपिङ हानेर बेनीतिर बस्छौँ। खै चाहिँ कस्तो देखिन्छ भ्यू बाहिर? केही पनि देखिँदैन, केही नै छैन यहाँ। अनि पछाडि चाहिँ नारायण अरे नारायणी नदी छ। म तपाईँहरूलाई देखाइदिन्छु। यहाँ चाहिँ केटाहरू ए वेकअप
अब तपाईँहरूलाई म नारायणी देखाउँछु होइन हामी चाहिँ ठ्याक्क यो ठाउँलाई के पो भन्छौ थाहा भएन जे होस् जे भने पनि यहाँ छ नदी चाहिँ युज चाहिँ होइन ओबी चिलो हो के हो यो ओ माई गणेश शिकार हान्नु लागेको जस्तो छ है यसले यत्रो छ यस्तो छ हाम्रो होटल चाहिँ यहाँ चाहिँ अक्सफोर्ड कलेज पनि रहेछ है चितवनमा चाहिँ म त थाहा थिएन फर्स्ट टाइम म चितवन नै फर्स्ट टाइम आएको भन्नुपर्दाखेरि ल गाइज हामी चाहिँ अब निस्किनलाई रेडी भइसक्यौँ चितवनबाट आज चाहिँ डे 2 हाम्रो अनि सामानहरू सबै प्याक भइसक्यो पुरै टाइट मेरो ब्याग यहाँ छ मेरो लगेज यहाँ होइन टाइट भइसक्यो पुरै अनि यो चाहिँ मेरो लागि पिलो जस्तै पनि हुन्छ क्या टक्क यसरी चढेर होइन ट्याक यस्तो गरेर यसरी हल्किनलाई क्या टक्क पिलो जस्तै पनि काम गर्छ अनि अरूको चाहिँ यहाँ अर्को भ्लगर यहाँ एउटा बाइक यहाँ चाहिँ सामानहरू अड्दैन यहाँ चाहिँ एउटा अनि यस कुन्डे दाइ कत्रो हाई गरिदियो क्या गरिदिला जस्तै देखेको नि अनि यहाँ चाहिँ सामानहरू होइन सबै सामान आज चाहिँ हामीले भर्सक प्याक नै गरेको छौँ बोक्नु नपरोस् भनेर हामी चाहिँ यहाँ पानी परेर अड्केको अवस्था दामी पानी परिरहेको छ है यहाँ चाहिँ हिजो चाहिँ वेदरले साथ दियो आज चाहिँ लात दियो लात हामीलाई पेट्रोल पम्पमा अड्किरहेको छौँ हामी चाहिँ दाइहरू चाहिँ त्यहाँ खाजा खानलाई पर्खिरहेको छ अरे अब पानी हल्का रोकेपछि जाने हो अब होटलतिर हाम्रो होटल चाहिँ यहीँबाट यसो छिर्नुपर्छ क्या भित्र त्यहीँ छ चल्दै अहिले चाहिँ हामी पोखराबाट बेनीतिर लागिँदैछ यस्तो दामी देखिरहेछ यार भ्यू म चाहिँ फर्स्ट टाइम हो बेनीतिर होइन यस्तो लभली लागिरहेछ नि गाइज यस्तो हरियाली छ होइन आम्मा कसम यो ठाउँमै बसिरहनु पाए जस्तै भइरहेछ क्या पानी पर्न लागेको छ केटाहरू कहाँ पछाडि छ म अगाडि छु यहाँबाट बागलुङ 60-61 किलोमिटर छ अब मेबी 2-3 घन्टामा पुगिन्छ होला बेनीसम्म अनि आज चाहिँ बेनीमा रेस्ट गर्छौँ है हामी ल गाइज अहिलेको टाइम चाहिँ नि 6 बजेको छ अनि म चाहिँ पोखरादेखिको माथि खै कुनै ठाउँमा आइसकेँ यहाँ नची के हो त्यो बाटो दामी छ वेदर दामी छ होइन चिसो भइरहेछ अनि तर पानी पर्ला जस्तो भइरहेछ क्या अनि यहाँबाट लगभग अब बागलुङ चाहिँ 40 किलोमिटर जस्तो होला म आज आधी घन्टा 1 घन्टामा पुगिदिइहाल्छु 40 किलोमिटर अनि यहाँ चाहिँ किन रोकेको भन्दाखेरि भ्यू ओपर दामी लाग्यो क्या यहाँको टक्कै पोखरा फेवाताल होइन अनि सट्ट डाँडा काँडा हरियो पर्यो चट्ट लगाएर क्या यो साइड त यस्तो दामी रहेछ नि ल्यान्डस्केपहरू अति बबाल छ यार गाइज लभली दिस इज आवर थर्ड डे अनि हामी चाहिँ अहिले बेनीमा छौँ होइन दम तयार भइसक्यौँ आज चाहिँ हामी ट्रेक सुरु गर्नलाई अनि यहाँबाट चाहिँ ठ्याक्क काली गण्डकीको दामी उयस देखिँदो रहेछ क्या यहाँबाट होइन झर्ना जस्तो झरिरहेछ काली गण्डकी क्या यत्रो फास्ट बगिरहेछ नि अनि हामी चाहिँ अलरेडी अल सेट आजको लागि जानलाई ट्याक्क सर्ट सबै रेडी भइसक्यो यो चाहिँ मेरो ब्याग यति भएको छ अनि सबैको रेडी भइसक्यो सामान छोड्ने सामानहरू पनि छुट्याइसक्यो होइन ल अब हामी चाहिँ निस्क्यौँ भनेको फेरि होटलमा तल चाबी लगाइरहेको रहेछ मान्छे नै हुनुहुन्न क्या अनि अब नम्बरसम्म डटफट हानेर कल गर्नुपर्ने छ अनि चलिदिन्छौँ हामी ल गाइज अब चाहिँ हामी फाइनली होटलबाट निस्किन लागेको छौँ होइन अहिले चाहिँ लगभग 8 बज्नु लागिसक्यो अब हाम्रो एउटा काम बाँकी छ त्यो भनेको चाहिँ नगद निकाल्नु पऱ्यो नि त नगद ननिकाली कहाँबाट माथि पुग्छ त होइन सो अहिले चाहिँ हामी सबै रेडी भइसक्यौँ गाडी आइसक्यो हाम्रो होइन अनि माथि हाम्रो सामानहरू सबै बानिसकेको छ अब चाहिँ हामी लादिनुलाई रेडी 3 जना पछाडि यो ग्याङ केटाहरू ग्याङ नर्थ एबिसीमा ल गाइज अहिले चाहिँ हामी कतातिर यता जिस घलम्दी हाइड्रो पावरको साइडमा आउँदैछौँ हामी चाहिँ यहाँदेखि माथि आउँछ घलम्दी हाइड्रो पावर आउँछ हाम्रो दाइ चाहिँ आज हाम्रो सफल यात्रालाई सफल गराइदिने मान्छे हाम्रो दाइ आज झर्नाको आवाज आइरहेको छ तर झर्ना होइन खोला है यहाँ मुनि यस्तो ए होस् त्यो नदेखाउने यत्रो पहाड क्या यहाँ अति लभली भ्यू छ अनि अघि चाहिँ मैले अन्नपूर्णको एउटा दामी क्लिप खिचेको थिएँ म त्यो पनि हालिदिन्छु त्यो चाहिँ अलिकति पोर्ट्रेटमा छ मिलाएर हालिदिन्छु
बाटोमा आइसक्यो अनि यहाँ चाहिँ यस्तो दामी दामी ठाउँहरू रहेछ होइन गाइज साइकै बनाइदिन्छ क्या साइकै बनाइदिने खालको छ अनि झर्नै झर्ना क्या बाटोमा नि झर्नाबाट नि पास हुनुपर्ने होइन यत्रो माथि डाँडाबाट पुरा झर्नाहरू झरिरहेछ होइन यस्तो बवाल हाम्रो यहाँ आन्टी भेटेको छौँ हामीले एकदम स्विट आन्टी मनपर्छ नि मलाई है हामी उता मरमतिर गएको छु त्यो झापातिर गएको छु दुखहरन पूजामा हजुरको शुभ नाम मेरो नरिमाया गुरुङ हजुर हजुर चाहिँ यहीँ राईथाने म रैथाने म 8 वर्ष भयो लानको अहिले हुम्खोलामा छु म अहिले ए हुम्खोला तलबाट अहिले भर्खर बनाएको छु होटेल मन्दिरमा बस्ने तपाई नै होला म यो त्यही बनाएको होटेल मैले भिडियोहरुमा हजुरलाई देखेको हाम्रो युट्युबमा छ के त्यही कञ्चन दाइको भिडियो बनाइदिनु भएको छ गाइस खोलाइ बाटो पनि खोलामा कुदिरहेको छ खोलामा यस्तो डेन्जर छ है बाटो चाहिँ गाइस रिस्की भेरी रिस्की फाइनली हामी चाहिँ हिमकोला आइपुग्यो अब हाम्रो ट्रेक चाहिँ यहाँबाट सुरु हुन्छ होइन सो यहाँको भ्यू चाहिँ एकदमै ड्रिमर छ पर सपनादेखि यस्तो लाग्ने भ्यू छ लभली दामी अब यहाँबाट हाम्रो ट्रेक सुरु हुन्छ यहीँ गेटसम्म छोडिदिनुहुन्छ दाइले चाहिँ हामीलाई एकदम सपना जस्तो फिल भइरहेछ एकदम दामी फिल भइरहेछ लाइभ फिल भइरहेछ हजुर हुन्छ हुन्छ आन्टी बाई बाई एकदम दामी मान्छेसँग भेट भयो हामी जाने हो त्यहीँ तर सामान झार्नु पर्छ नि त हाम्रो लभली छ कसम के हो यस्तो नेपालमा किन जन्मेछु भनेर गर्व लाग्ने भनेको यस्तै ठाउँ आउँदा मात्र हो क्या गाइस यहाँबाट चाहिँ हाम्रो ट्रेक फाइनली सुरु भएको छ होइन अब अलिकति एक्साइटेड पनि तर अहिले नै भारी पनि फिल भइसक्यो उपर केटाहरूको कतिको भारी छ थाहा भएन बुङ्गेकोमा अलिकति सामान हाल्नुपर्छ जस्तो छ मेरो अलिकति उपर भारी फिल भइरहेछ तर पनि हिँड्नु चाहिँ सकिन्छ कि जस्तै चाहिँ फिल भइरहेछ होइन हेरौँ के हुन्छ गाइस अब हाम्रो चाहिँ ट्रेकिङ सुरु भइसकेको छ होइन सबैजना पछाडि आउँदैछ बाटो त्यस्तै छ है खोला कुदिरहेछ कतै कतै के छ होइन यस्तो तर रमाइलो भइरहेछ ब्याग चाहिँ भारी भारी भइरहेछ फ्री हिँड्नु पाएको भए चाहिँ मजा आउँथ्यो होला यहाँ सबै पानी हिँड्ने बाटोमा यस्तो छ है ल पुरै खोलै बगिरहेछ बाटोमा लभली झर्ना है गाइस दामी पानीको बासी त आइरहेछ यहाँ चाहिँ अब यहाँबाट चाहिँ फुतफुते झर्ना चाहिँ 1 घन्टा जस्तो रहेछ है बाटो त्यस्तै अलिकति ओकालो नै छ अहिले चाहिँ हामी गुराँसे डाँडा आइपुगेका छौँ अब यहाँदेखिको फुतफुते झर्ना चाहिँ नजिकै छ अब ओह्रालै हिँड्नुपर्छ अहिले आधी घन्टा 45 मिनट जस्तो चाहिँ ओकालो हिँड्यौँ ओह्रालो हिँड्दा जहिले छड्के हिँड्नुपर्छ क्या दाइ छड्के हिँड्नुपर्छ फाँक भइसक्यो यार अब त कसम एकबार एक्सट्रिम छ बाटो जुत्ता लाग्यो जुत्ता खोलेर चप्पल लाइन्जेल भइसक्यो अरे के हो यो कहाँबाट झरिरहेको उनीको लागि अरे बुझ्छ बुझ्ने हेर्नेले हेरेर ल गाइस फाइनली हामी चाहिँ फुतफुते झर्ना आइपुगिसकेको छौँ म्यान मेरो पछाडि फुतफुते झर्ना देखिरहनु भएको होला तपाईँहरूले देखिरहेछ कि छैन झर्ना यता पनि झर्ना आमा बब्बाल है कत्रो ठुलो क्या झर्ना पनि फेरि है तेरिका अब हामीलाई धरानमा नबस्दै झर्ना हेर्ने बानी यहाँ यत्रो झर्ना देख्दा त अनि साइडको खाइहाल्छ नि अब यहाँबाट जानुपर्ने रहेछ क्या अब हामी चाहिँ यहाँबाट सर यस्तो हुँदै ओकालो छ यार अब फेरि है तेरिका अहिले बल्ल ओकालो हिँडेर फेरि ओह्रालो हिँडेर आयो फेरि ओकालो हिँड्नुपर्ने रहेछ क्या यो क्या डेन्जर निस्किदिरहेको छ क्या पाहाडबाट नर्थ एबिसीमा ट्रेकिङ ट्रेल कस्तो छ हेर केटा हो यहाँ पानीबाट हिँड्नुपर्छ यहाँ यस्तो चिसो छ पानी फेरि केटाहरू अझै त्यही छ अझै यत्रो पानी हिँड्नुपर्छ लडाइ चाहिँ झन्डै अझै यत्रो पानी हिँड्नु बाँकी छ अझै माथि पानी छ वा त
कसम हालत फाँक भयो यार केटा हो पानीमा हिँडेर यार कसम यस्तो चिसो पानी छ अझै माथि कति पानी हिँड्नु पर्ने होला यत्रो उकालो चढी यार उहाँ यो निलो बलेको ठाउँमा थियौँ यार हामी आम्मा गिद्दी रहेछ यार यति बाटो त ओइ मुखले सास नफेर न बिस्तारी सास फेर त्यो झिक्न बस बस हामी चाहिँ हाम्रो आजको फर्स्ट बस्ने ठाउँमा आइपुग्यौँ जस्तो लाग्यो हामीलाई अनि हामीलाई स्वागत गर्नलाई चाहिँ एउटा दामी घोडा आएको छ घोडा सेतो घोडा हेर्ने ल फाइनली we reached आइज युनिकर्न गुफा फाट उ ला आज चाहिँ हाम्रो बस्ने यहीँ हो आइज फकिङ गुफा फाट दामी भयो ट्रेल दामी केटाहरूलाई कस्तो भयो ओए कस्तो भयो बुङ्गे त रोब्बर हिँड्दै यार कस्तो भयो फाक भएछ त त्यो त बबाल भयो न ल अब एकछिन आगो ताप्नुपर्छ होला रोब्बर चिसो भइरहेछ त्यो गाइस अहिले एकछिनमा भेटौँ ट्याक्क खाजा खाँदैछु मैले चाहिँ तातो चाउचाउ र यो सुकुडी अनि सबैजना चाहिँ खाइरहेछौँ लुगा फेरि हल्का थप्यो लुगा विनर लायो भित्रबाट होइन अनि अहिले चाहिँ तातो चाउचाउ खाएर यस्तो दामी छ चाउचाउ पनि आज चाहिँ डे 3 होइन गुड मर्निङ फ्रम गुफा फाट अहिले चाहिँ हामी अब म चाहिँ उठिसकेँ केटाहरू चाहिँ उठेको छैन होइन अनि अब हामी चाहिँ आज पञ्चकुण्ड तालसम्म हिँड्छौँ अनि हिजो चाहिँ हामी यहीँ बसेको थियौँ यहाँ टक्क यो कोठामा केटाहरू चाहिँ यता सुतिरहेको छ 3 जना हामी 4 जना चाहिँ यहाँ थियौँ अनि यहाँ चाहिँ हाम्रो डाइनिङ एरिया यस्तो दामी छ क्या यतातिर टक्क डाँडा काँडा होइन यस्तो भ्यू चाहिँ बिहानै उठेर हेर्दा नि बब्बाल क्या लभली देखिँदो रहेछ यहाँ झर्ना छ एउटा यहाँ एउटा झर्ना छ यहाँ अर्को झर्ना छ झर्नाको बिचमा बसिरहेको छौँ क्या हामी चाहिँ म अलिकति यता पछाडिबाट देखाउनु ट्राई गर्नु पऱ्यो कस्तो देखिन्छ भनेर यस्तो छ बबाल नै देखिन्छ गाइजी यस्तो ठाउँमा बसेको हिजो हामी अब हामी चाहिँ आज पञ्चकुण्ड तालसम्म पुगेर फर्किन्छौँ कि त्यहीँ बस्छौँ थाहा भएन बेस क्याम्पसम्म जाने बाटो चाहिँ बिग्रिरहेछ भन्ने खबर पाइरहेको थियौँ अब बाटोमा जाँदै गरौँ हेर्दै गरौँ के हुन्छ लगाइज यसै गरी हाम्रो डे 3 को ट्रेक पनि सुरु भइसक्यो होइन अनि म चाहिँ अगाडि निस्किसकेँ केटाहरू चाहिँ पछाडि नै चाहिँ आएको छैन अनि बरु म बिस्तारै हिँड्दै गर्छु अनि अगाडि गएर पर्खिनु पऱ्यो भनेर सोचिरहेको छु अब बाटो त्यस्तै उकालो ओह्रालो होला तर कस्तो ब्याग चाहिँ क्या हिजोको भन्दा अलिक भारी फिल भइरहेछ यार आज किन हो ल हेर यहाँ पोइजनस जस्तै क्या के हो यस्तो चाहिँ हाइट को छ त रातो क्या अनि झर्ना यहीँ छ है यो चाहिँ ग्लेसियरबाट पग्लेर डाइरेक्ट आएको झर्नाहरू रहेछ यिनीहरूको चाहिँ नामसाम छैन अरे अब यो झर्ना चाहिँ फेरि यहाँ खोलामा मिसिँदो रहेछ यत्रो छ क्या झर्ना छ यति धेरै झर्ना छ आयो आम्मामा खुसियाली डान्स हो यस्तो दामी बाटोमा हिँड्नु पाइएको छ होइन ह्याभेन इज मिथ नेपाल इज रियल भन्ने त्यो छ नि त्यो चाहिँ मैले अहिले फिल गरिरहेको छु क्या फुलहरू दामी फुलहरू छ ल अब हाम्रो आजको दिन सुरुवात भइसक्यो गाइज अब के हुन्छ हेर्दै गर्नु होला है त अहिले चाहिँ हामी स्काई केभ भन्ने ठाउँमा आइपुगेको छौँ होइन यहाँ माथि चाहिँ केभ छ क्या
देखिन्छ देखिँदैन अब यत्रो जुम त हान्दैन आइफोन नि यहीँ चाहिँ केबहरू सबै एउटा दुईटा तीनटा चारटा पाँचवटा धेरै रहेछ केबहरू अब यहाँबाट लगभग भुस्केट मेला चाहिँ 1 घन्टा जस्तो टाढो रहेछ अनि त्यहाँबाट पञ्चकुण्ड ताल चाहिँ 2-3 घन्टा होला यहाँको ल्यान्डस्केप चाहिँ टक्क यस्तो छ यो सबै अन्नपूर्ण रेन्ज हो सबै डाङडुङ अन्नपूर्ण रेन्ज हो यिनीहरू चाहिँ लभली छ अहिले चाहिँ हामी एकछिन केटाहरूलाई नि पर्खिरहेको छौँ अनि यहाँ खोलाको साइडमा हिँडिरहेको छु टक्क भ्यू हेर्दै यतातिर डाँडा काँडाको भ्यू स्यू हेर्दै केटाहरू चाहिँ पछाडि थियो अब एकछिन रेस्ट गर्ने अनि चाहिँ हामी भुस्केट मेला आइपुग्नु लागिसक्यौँ अनि यहाँ चाहिँ दामी पुल रहेछ क्या ओभर दामी भ्यू आइरहेछ अनि हामी चाहिँ यहाँ फोटोसोटो खिच्दै यहाँ माथि फोटोसोटो खिच्दै भिडियो सिडियो बनाउँदै बसिरहेको छु होइन अब म चाहिँ यहाँ माथि चढेर नाच्नु लागेको एकछिन ल ओ यो फोन अब यहाँबाट भिडियो गर्ने हेर्दाले म चाहिँ अब यहाँ नाच्नु लागेको सारी उम्र मर मर के पल तो जीने दो ना 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 na 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 give me some sunshine यस्तो निलो पानीमा यहाँ चाहिँ म्याड हनी छ गाइस यहाँ माथि ल ल सरको जोस चाहिँ सकेको छैन है सक्यो अब दामी देखिरहेको छ तर भ्यू सरले त्यस्तो ठाउँ हामी चाहिँ अहिले भुस्केट मेला भन्दा अलिकति माथि आइपुगिसकेको छौँ अब यहाँबाट एबिसी चाहिँ 8.5 किलोमिटर्स रहेछ आम्मा के हो सर यस्तो चाहिँ यतिका अनि अहिले चाहिँ यस्तै अब चौचो ब्रेक एकछिन खाना पनि खाएको छैन ब्रेकफास्ट मात्र गरेर निस्केको फाइनली पञ्चकुण्ड ताल देखियो फोनमा त्यस्तो नदेखेला तर बब्बाल देख्छ त है लभली कडा परिश्रम पछि फाइनली पञ्चकुण्ड ताल पनि पुग्यो गाइज अब के गर्ने त हुसो उस्तै कुदिरहेछ गुट्टुटुटु हुसोसँगै हामी पनि के भएर त उपर दामी देखिरहेछ है के हो दाइ के यो रियालिटी हो के यो रियालिटी हो 50 रुपियाँ काट ओभर एक्टिङ का भन्नु यो वेटले यस्तो तानिसक्यो नि ढाड कस्तो दुखिसक्यो हल्का एल्टिट्युड सिकनेस लागेको अवस्था दुईजनालाई यहाँ ए अनि यो चाहिँ गार्लिक सुप गर्व छ केटाहरू एल्टिट्युड सिकनेस लागेर यो लसुनले चाहिँ सिधै हैन गाइस यो लसुनले चाहिँ फ्याट फ्याट बनाउँछ टाइम बनाइन्छ यहाँ गाह्रो भइसक्यो हाम्रो लसुन दिएर दाइलाई बनाउनु पर्ला सर हाम्रो लसुन दिएर क्या यतिको लसुन आम्मामा लभली गुड मर्निङ फ्रम पञ्चकुण्ड ताल अनि यो चाहिँ हाम्रो डे 4 अहिले चाहिँ पञ्चकुण्ड ताल दामी खुलिरहेको रहेछ है गाइज अनि हाम्रो नर्थ एबिसी खोलिँदैछ बिस्तारै यहाँ अर्को हिमाल पनि खुलिँदैछ अहिले चाहिँ 5:45 त्यस्तै भयो होला अनि अब उठेर फ्रेसेस भएर निस्किहाल्नु पर्ने छ यहाँ चाहिँ रातभरि त्यो ग्लेसियर पड्किँदा रहेछ क्या रातभरि त्यो साउन्डहरू आइरहने हो ल अब चाहिँ हामी पञ्चकुण्ड तालबाट निस्किँदैछौँ अनि बुङ्के चाहिँ नजाने भयो उसले अलिकति एल्टिट्युडले अलिक गिदी गरे जस्तो भइरहेछ त्यही भएर ऊ चाहिँ रेस्ट गरिरहेछ अनि आर्सु दाइ अनि धीरज अमन बिके अनि ऊ कुणाल दाइ चाहिँ जानु लागेको अब हाम्रो च्यालेन्ज चाहिँ यही हो क्या मेन चाहिँ यहाँ खोला बढिरहेको रहेछ होइन यहाँ देखिँदैन होला खोला बढिरहेको रहेछ यो खोला तर्नु पर्ने फेरि यो पानी सिधै ग्लेसियरबाट आएको पानी हो क्या डेन्जर चिसो हुन्छ अब फेरि चप्पलमा हिँड्न सकिँदैन होइन
अब भनौँ न जुत्ता जस्तो सजिलो होइन तर हिजो त चप्पलमै हिँडेको यस्तो छ क्या पानी नै पुरै अब यहाँ तर्नु पर्ने सबै जुत्ता सुत्ता खोलेर यस्तो क्लियर पानी छ यार गाइज मैले यस्तो क्लियर पानी त कहीँ नि देखेको थिइनँ क्या अब यो काठ लगाएर जानुपर्ने हुन्छ हामी चाहिँ पानी चाहिँ लास्टै चिसो होला हिँड्न जाट्टा यस्तो चिसो छ यार पानी आयामासले खुट्टाको छ खुट्टा जम्मे यार त आम्मा भयो यार यति गर्नुलाई आएको होला हामी यहाँ चिसो खानुलाई होइन यति त गर्नु यहाँबाट पञ्चकुण्डबाट कस्तो छ है केटा हो बेस क्याम्पसम्म पुग्न कस्तो छ यहाँ खोला ठुलो आएर तर्न सक्ने नसक्ने भएर दाइहरूले यहाँ ढुङ्गासुङ्गा लगाएर के गर्नु लाग्नु भएको छ हामी चाहिँ यहाँ लाइनमा बसिरहेको छौँ तर्नुलाई सबैजना लगाए जहिले चाहिँ हामी क्याम्पबाट निस्केको 15-20 मिनट भयो अनि यहाँ माथिबाट चाहिँ यस्तो दामी देख्दो रहेछ क्या पञ्चकुण्ड चाहिँ यहाँ हिमाल खोलिनु लागिरहेछ अब फेरि खोला तर्नु पर्ने छ हामीले चाहिँ ओ ओपर लभली देखिरहेछ यार निलो क्या अहिले चाहिँ हामी बेस क्याम्प पुगेर आएर अनि यहाँ अब प्यानकेक खानु लागेको नर्थ एबिसीको दामी प्यानकेक हेर्दै कस्तो टेम्पटिङ क्या सजेस्टेड बाई हाम्रो दाई अब दाई र हामी चाहिँ सँगै हुम खोलासम्म झर्नु लागेको अब छिटो खाजा खाने चल्दिहाल्ने टाप हान्ने हो आज भयो भने बेनीसम्म पुग्ने या तातो पानीमा बस्ने के हुन्छ तातो पानीमा एक डाइभ चाहिँ हाल्नुपर्ने हुन्छ ट्राई गरौँ त कति ठाउँ हो यो गाइस अब हामी चाहिँ लाग्यो पञ्चकुण्ड तालबाट अनि अब आजको डेस्टिनेसन कहाँ हुन्छ हेर्दै गर्नु होला बाटोमा कहाँसम्म पुगिन्छ के हुन्छ भारी बोकेर हिँड्नै सकिँदैन अब अलिकति उकालो चढ्दै फाक भइहालिन्छ कुम दुखेर त्यस्तै 10-15 मिनट हिँड्यो बस्यो 10-15 मिनट हिँड्यो बस्यो त्यस्तै हुन्छ अघि त एउटा कुकुर आइरहेको थियो कहाँ गएछ ल त्यो गाइस अब चाहिँ हामी तातो पानी आइपुगेको छौँ होइन अब एकछिन यहाँ टक्क हट स्प्रिङमा रेस्ट गर्ने जिउ रिल्याक्स हान्ने अनि चल्दिने बेनीतिर यो चाहिँ बोनस हाम्रो एकछिनमा भेटौँला गाइस अहिले चाहिँ हामी नेपालको सबैभन्दा लामो सस्पेन्सन ब्रिजमा आइरहेको छौँ यो चाहिँ अर्कै जिल्ला हो होइन अगाडिको चाहिँ अर्कै जिल्ला हो अनि ओपरै लामो रहेछ क्या ओपर हाइटमा पनि छ होइन दुईवटा जिल्लालाई कनेक्ट गर्नु भनेको त खतरा हुने होइन र अनि त्यहाँ माथि हरियाली पनि दामी रहेछ है सो घुम्दै गइँदैछ हामी चाहिँ अब बाटोमा अब एकछिन फोटोसोटो खिच्ने निस्किने